हेलो हाई नमस्ते। हेलो साथीहरू, वेलकम छ तपाईलाई फुपूको मिनी ब्लगमा। म चाहिँ यहाँनिर आलु भुजेरी बनाउँदैछु चाम्रेसँग खाना लागि। हामी आज चाम्रे बनाएर खाने हामीलाई गाउँघरको याद आएर चाम्रे भात अनि आलुको तरकारी बनाएर खानु परेको साथीहरू। कसलाई मनपर्छ, हामीलाई चाहिँ एकदम मन परेर गाउँको याद आएर बनाउँदैछौँ। कस्तो दामी छ चाम्रे। वाउ, यता सब्जी पाक्दैछ अनि गाउँको खुबै याद आएर चाहिँ अनि यो बेलामा ठ्याक्कै हामीले चाहिँ खाजा खान्छौँ नि त, यो चाम्रे आलु। त्यही भएर चैत वैशाखमा कस्तो मिठो हुन्छ अनि काम गरेको बेला पनि यस्तो खानु पाउँदा त। अनि आज चाहिँ हामीले चाम्रे खाँदैछौँ बनाएर। जाँड पनि छानेर रेडी बनाएको छौँ। खुब आजभोलि जाँड खाने बानी भइसक्यो। यहाँनिर चाहिँ हाम्रो चाहिँ घर अगाडि बारीमा हरियो मकै खाने बेला भइसकेको छ। टाँकी अब मम्मीलाई भोलिपर्सि आलु पठाउँदा एक छक पठाइदिनु भन्नुपर्छ होला। त्यो त यसो पो गर्दा चाहिँ गुन्द्रुकको अचार, अकबरी खोर्सानी। हाम्रो चाहिँ चाम्रे भात पनि रेडी भइसक्यो। अब खानु लागेको गुन्द्रुकको अचार, अकबरी खोर्सानी, आलुको तरकारी। यो चाहिँ डल्ले गाईको मुही के भन्दै हुनुहुन्थ्यो अघि, उहाँले चिन्नु होला। खासै भलक बनाउनु त आउँदैन, ट्राई सुरु गरेकै फेरि। अब लाउनु भयो कि छैन? लाइहाल्यो कि यसरी खाने हो कि अब त मिठो हुन्छ कि मिठो भएछ।